साथीहरु तपाईहरुले यहाँ मेरो हातमा चाहिँ यो चार्जरको वायर देखिरहनु भएको छ यो वायरलाई चाहिँ हामीले चाहिँ जहिले कहिले बिग्रिने हुन्छ र त्यो नबिग्रनको लागि चाहिँ हामीले के एउटा ट्रिक लगाउन सक्छौं जहिले कहिले हाम्रो यो चार्जरको वायर चाहिँ हाम्रो बिग्रिने भनेको यो भागमा रहेको छ हामीले यो चार्ज गर्दाखेरि कहिले यता गर्छौं कहिले यता दायाँ बायाँ गर्दाखेरि यो भाग भाँचिने हुन्छ र भित्रको मसिनो वायर हुन्छ त्यो पनि चुडिएर चाहिँ हाम्रो चार्जर छिटो भन्दा छिटो बिग्रिने हुन्छ र यो साइडमा पनि त्यही हुन्छ हामीले यता यता गर्दाखेरि यो छिटो भाँचिने र भित्रको वायरहरु चुडिने हुन्छ र त्यसलाई चाहिँ हामीले कसरी लङ टाइम टिकाउने भनेर तपाईहरुलाई सानो एउटा ट्रिक लिएर आएको छु म यो ट्रिक तपाईहरुलाई जस्तै देखाउन गइरहेको छु है त साथीहरु त्यसको लागि चाहिँ तपाईहरुले यो बजारमा यो कालो टेप पाइन्छ तपाईले यहाँ देखिरहनु भएको छ यो टेप चाहिँ तपाईले ल्याउनु पर्ने हुन्छ र त्यसै गरेर तपाईले जुन भाग हुन्छ नि यो हामीले यता यता गर्नु त्यो भागमा चाहिँ एकदमै टाइट गरेर तपाईले यो टेप लगाइदिनु पर्ने हुन्छ यसरी एकदमै टाइट गरेर टेप लगाइदिने यसरी टेप लगाइसकेपछि चाहिँ हामीले के हुन्छ भन्दाखेरि हामीले यसरी हिल्लिदैन र यो भाग चाहिँ एकदमै दह्रो हुन्छ है त साथीहरु यसै गरेर तपाईले पनि अर्को साइडमा पनि यसै गरेर लगाउनु भयो भने यो साइड पनि भाँचिने छैन र भित्रको वायर पनि चुड्डिने छैन र तपाईले पनि यसै गरेर यदि चार्जरलाई लङ टाइम टिकाउन चाहनुहुन्छ र बारबार किन्दाखेरि पैसाको पनि वेस्टेज हुन्छ त्यसैले तपाईले यो सानो ट्रिक लगाउनु भयो भने तपाईको चार्जर चाहिँ एकदमै लङ टाइमसम्म टिक्ने छ है त साथीहरु यो दुईपट्टि नै लगाउनु पर्ने हुन्छ र यो भिडियो तपाईलाई कस्तो लाग्यो जस्तै कमेन्ट गर्दिनु होला है त साथीहरु थ्यांक यू